फाइनली अब हामी चाहिँ आजको यात्रा चाहिँ महाबुल्लातिर छ। दुईजना रुम पार्टनर जाँदैछौँ है। आज महाबुल्लाको एकदम दामी भिडियोहरू आउनेछ, तपाईँहरूलाई देखाउनेछौँ। दनादन अब भर्खर हामी रुमबाट एकदम रेडी भएर हिँडिसक्यौँ है। एकदम गर्मी छ, बाँकी पुरा भिडियोमा बनिरहनु होला। आजको यात्रा चाहिँ महाबुल्लातिरको छ है। ल हामी चाहिँ लाग्यौँ। अब अहिले बसमा चढ्यो भनेपछि फेरि हामी तपाईँहरूलाई देखाउनेछौँ। अहिलेको बसाइमा चाहिँ रोडमा हिँडिरहेछौँ होइन। एकदम गर्मी छ। ड्युटीबाट आइयो गाइज। ड्युटीबाट आउँदा आउँदै नाइट ड्युटी यताउता नुहाइधुवाइ गर्दा नास्ता पानी गर्दा अलिकता ढिला भइहाल्यो होइन। अब बाटोमा छौँ। अब हामी बस स्ट्यान्डमा गएर बसमा चढ्नेछौँ अनि फुल भिडियो महाबुल्लासम्मको भिडियो हामी तपाईँहरूलाई देखाउनेछौँ। दृश्यमा भिडियोमा बनिरहनु होला है त। ओके अहिलेलाई गाइज फाइनली हामी बस स्ट्यान्डमा आइसकेका छौँ। अब यो चाहिँ हेर्नुहोस् बस स्ट्यान्ड हो। बस चाहिँ आएको छैन। अब हामी बसको लागि रोकिरहेछौँ। महाबुल्ला जाने बस होइन। अब यताबाट हामी चढ्छौँ। यताबाट बस चढेर सिधा महाबुल्ला जानेछौँ। यो चाहिँ फर्मनिया टु महाबुल्ला अब जाँदैछौँ रोड क्रस गरेर। अब बसलाई सोध्नेछौँ कहाँ जान्छ। महाबुल्ला जान्छ भने हामी लक्कादारै हिँड्नेवाला छौँ। पुरा भिडियोमा भनिरहनु होला है त। गाडीमा बस्यो भट्याङ्गा पारेर यताबाट गइँदैछ महाबुल्लातिर। हाम्रो भाइ साहबसँग बसिरहेको छु म। भाइ साहब पुरै मोबाइलमा एकदम बिजी। पछाडिको साथीहरू पनि हुनुहुन्छ। ट्याक्क पारेर हाई हाई गर्दो भाइ साहब। मुस्किल नै ट्याक्कै जाँदैछु है। अब दोस्तो उता बसिरहेको छ। यता हेरिदिउँ न। गाडीको यात्रामा छौँ हामी। ट्याक्क पारेर यता पनि साथी खरा ट्याक्क पारेर पछाडि सबैलाई देखाइरहेको छु। अब गाडीमा छौँ। अब महाबुल्ला गयो भनेपछि ट्याक्क भिडियो बनाउँछौँ है। भिडियोलाई लाइक गरौ, सेयर गरौ, सब गरौ। त्योहरू फाइनली हामी फर्मनियाबाट महाबुल्लाको यात्रा आफ्नै नेपाली दाजुभाइसँग भेटघाट भयो है। एकदम यात्रा राम्रो भएछ। दाजुसँग एकदम हामी फर्मनिया हुँदै महाबुल्ला सी साइडमा झर्नेछौँ। लगातार आफ्नै नेपाली दाजुभाइ प्रदेशमा भेटेर एकदम खुसी र गर्वको साथ लाग्छ है। सरर हाँकिरहनु भएको होइन। तपाईँहरूको यात्रा एकदम जीवनशैली सधैँ सुधार होस्, राम्रो होस्, हाम्रो शुभकामना छ है। यो भिडियो चाहिँ जतिले हेर्नुहुन्छ उहाँहरूलाई सबैलाई एकदम मनैदेखि हृदयदेखि नै धन्यवाद सलाम दिन चाहन्छौँ। आज चाहिँ हामी गाडीको यात्रामा छौँ गाइज। अब फाइनली हामी महाबुल्ला पनि पुग्नेवाला छौँ। लगभग अब 5 मिनट भनौँ न समथिङ गाडीको यात्रा हो। अब हामी त्यहाँ झरेर फेरि महाबुल्लाको पुरै दृश्य देखाउनेछौँ। आज महाबुल्लातिरको दृश्य, महाबुल्लाको तपाईँहरूलाई त्यो झाडी साडी हामी सबै देखाउनेछौँ। सामाजिक सञ्जालमा त्यो झाडीको धेरै एकदम बयान भइरहेछ। आज त्यो झाडी चाहिँ कस्तो छ त्यसको बारे पनि त्यहाँ गएर केही कुरा गर्नेछौँ है। ल अहिलेलाई चाहिँ यति। अब बाँकी चाहिँ नेक्स्ट भिडियो महाबुल्ला त्यहाँ सम्बन्धित निकाय ठाउँमा पुग्यौँ भने हामी भिडियो बनाउनेछौँ। दाइसँग भेट भयो, खुसी लाग्यो है। ओके बाई। हेलो साथीहरू, सन्चै आरामै हुनुहुन्छ? म फाइनली फर्मनियाबाट महाबुल्ला पुगिसकेँ। महाबुल्लाको झाडीमा अनेकौँ थरीको भिडियोहरू र अनेकौँ दृश्यहरू देख्न मिल्छ भन्थे। खै त यहाँ त केही छैन त। सुनसान छ, एकदम गर्मी छ। म अहिले सायद दिनमा आएर होला। म चाहिँ महाबुल्लाको झाडीको नजिकै अहिले एक्लै हिँडिरहेको छु। आज चाहिँ तपाईँहरूलाई पुरै भिडियो चाहिँ खतरा बन्ने छ। यहाँको दृश्यहरू सबै देखाउने छु। महाबुल्लामा भएको सबै रमाइलो खै के हुने रहेछ हामी पनि त हेरौँ महाबुल्लातिर के रहेछ विचार गरौँ न। त्यो भएर म महाबुल्लाको यता सी साइडको बाटोमा हिँडिरहेको छु गाइज अहिले चाहिँ। अब तपाईँहरूलाई पुरै महाबुल्लाको दृश्य र त्यहाँ महाबुल्ला सी साइडमा रमाइलो हुन्छ अरे।
नेपाली दाजुभाइहरू बेलुका 6-7 बजेको टाइममा एकदम रमाइलो भिडियोहरूदेखि हरेक कुराहरू देखिन्छ भन्छन्। खै मलाई त केही थाहा छैन। अब सुनेको छु है मैले टिकटक सामाजिक सञ्जालमा, प्रत्यक्ष आँखाले देखेको छैन के रहेछ त। आज चाहिँ तपाईँहरूलाई पुरै त्यही ठाउँमै गएर देखाउने छु, तर भिडियोमा चाहिँ बनिरहनु होला। आजको भिडियो चाहिँ अरू दिनभन्दा केही बडा खतरा हुनेवाला छ। यो चाहिँ तपाईँहरूले सायद भिडियोको ब्याकग्राउन्ड पछाडि हेर्दै थाहा पाइसक्नु भयो होला होइन। अहिले म सी साइडतिर छु, भिडियोमा बनिरहनु होला गाइड है। ल त्यहाँ झाडीतिर गयो भने पुरा तपाईँहरूलाई झाडीको फुल भिडियो देखाउने छु है त। यो चाहिँ महाबुल्लाको सी साइड हो है। सी साइडको बाटो हिँडिरहेको छु म होइन, तर त्यहाँ झाडीतिर त चाहिँ म पुगेको छैन गाइज है। अग्ला बिल्डिङ र चिल्ला गाडीहरू देख्न सक्नुहुन्छ। यताको यो महाबुल्लाको सी साइडको दृश्य हो। एकदम गर्मीले पनि हैरान गराएछ गाइज। मैले भिडियोमा देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। फुल भिडियो आउनेछ, तर भिडियो चाहिँ अलि लामो हुनसक्छ, तर भिडियो नछुटाइ हेर्नु होला। पछि तपाईँहरूले यहाँको सबै कुराहरू थाहा पाउनुहुनेछ। कुबेत महाबुल्ला भन्ने ठाउँ कस्तो रहेछ के रहेछ भनेर सबै जानकारी पाउनुहुनेछ। तर फुल भिडियो वाच गर्नु होला, भिडियोमा बनिरहनु होला। बल्ल थाहा पाउनुहुनेछ कि कुबेतको सत्य तथ्य के रहेछ, कस्तो हुँदो रहेछ कुबेतमा भनेर सबै जानकारी पाउनुहुनेछ। भिडियोमा हेर्नु होला। मैले त्यति भन्नुभन्दा पनि तपाईँहरू आफै भिडियो हेर्दै थाहा पाइसक्नुहुनेछ। यो चाहिँ पुरै महाबुल्लाको दृश्य हो, हेर्न सक्नुहुन्छ है। म फाइनली फर्मानियाबाट 1 घन्टा लगभग भनौँ न, पौनी घन्टाको बाटो हुँदै महाबुल्ला पुगेँ। म त्यो झाडीमा गयो भनेपछि तपाईँहरूलाई पुरा गाइस फाइनली दाजुको रुमतिर पुग्यो। यस्तो गर्मीको सासमा हेर्नुहोस्, आमामा हराएको थियो गाइस। म चाहिँ हराएको थिएँ, दाजुहरूलाई दाजुहरूको रुमतिर पुग्यो। धन्यवाद छ भाइ, आज आएकोमा धेरै धन्यवाद छ। चाय खाँदै हुनुहुन्छ। अब हामी केही दिनपछि दाजुहरू हामीसँगै हुनेछौँ। त्यहाँपछि हामी तपाईँलाई फेरि नेक्स्ट भिडियोमा यताबाट म जाँदाखेरि फेरि अर्को भिडियोमा भेट्दैछौँ। दाजु भेट भयो। क्यामेरा अहिले एकदम पर्सनली क्यामेरा छ, मोबाइलले सपोर्ट गरिरहेको छैन।